हेलो सबैजनामा तपाईहरुलाई स्वागत छ हाम्रो पीसीबी सिम्प्लिफाइड च्यानलमा। आज म तपाईहरुको अगाडि किंगडम एनिमलियाका 10 वटै फाइलमलाई यसरी प्रस्तुत गर्नेवाला छम कि तपाईहरुले यो भिडियो हेरिसकेपछि तपाईहरुको फाइलमबाट सोधिने 80% क्वेशन यहीबाट सोल्भ हुन्छ है त। मैले यहाँ चाहिँ एकदमै तपाईहरुको लागि फ्लो चार्ट भनेर देखाउँछु है। यहाँ हरेक फाइलमका क्लासेसहरु कुन कुन छन्, त्यो क्लासेस कसरी याद गर्ने है, कसरी त्यसलाई फ्लो चार्टमा पढ्ने है। तपाईहरुको लागि यो फ्लो चार्ट पनि इम्पोर्टेन्ट हुन सक्छ, तपाईहरुले पज गरेर पनि स्क्रिनशट लिन सक्नुहुन्छ है त। आज म तपाईहरुको अगाडि यसलाई प्रस्तुत गर्नेवाला छु। एकदम म फाइलम प्रोटोजोआबाटै स्टार्ट गरे है त। सबसे पहिला फाइलम प्रोटोजोआ भनेको दुईटा सब फाइलममा डिभाइड गरिएको छ है। यहाँ तपाईहरुले हेर्न सक्नुहुन्छ के को बेसिसमा भन्दाखेरि सिलिया। On the presence or absence of cilia, it is basically classified into two subphylum, that is Ciliophora र अर्को भनेको Plasmodroma भनेर भनिएको छ। Ciliophora जहाँ सिलिया प्रेजेन्ट हुन्छ, Plasmodroma जहाँ चाहिँ सिलिया के हुन्छ, एब्सेन्ट हुन्छ है, एब्सेन्ट हुन्छ। त्यही भएर अब Ciliophora जहाँ सिलिया प्रेजेन्ट छ त्यसलाई पनि छुट्टै दुईटा क्लासमा डिभाइड गरिएको छ र सिलिया एब्सेन्ट भएको यो प्लाज्मोड्रोमालाई पनि छुट्टै तीनटा क्लासेसमा डिभाइड गरिएको छ है, तीनटा क्लासमा डिभाइड गरिएको छ। त्यसो भएको हुँदाखेरि अब प्रोटोजोआको क्लासेसहरु के को बेसिसमा यो पाँचवटा क्लासमा डिभाइड गरिएको छ भनेर सोध्यो भनेदेखि हामीले के भन्छौं, अन द बेसिस अफ लोकोमोटरी अर्गन्स भनेर भन्छौं है त। अन द बेसिस अफ लोकोमोटरी अर्गन्स भन्छौं र यही क्वेशन हाम्रो कहिले कहिले सोधिसकेको छ भन्दाखेरि यहाँ अन्त कमन इन्ट्रान्स 2023 है, 2021 है, 24 मा पनि सोधिसकेको छ, यही क्वेशन सोधिसकेको छ है। त्यही भएर हामीले यहाँ एकदमै इम्पोर्टेन्ट हुन्छ। अब तपाईहरुले हेर्दाखेरि यसो हेर्नु त, सिलियोफोरा जहाँ चाहिँ सिलिया प्रेजेन्ट छ त्यसको दुईटा क्लास, एउटा सक्टोरिया र अर्को चाहिँ सिलिएटा हुन्छ। अब सक्टोरिया जहाँ सिलिया अर्ली स्टेजमा मात्रै प्रेजेन्ट हुन्छ र त्यसको एक्जाम्पल एउटा मैले देखाएको छु, एस्नाटा भनेर है त। सो अर्को क्लासको नाम चाहिँ सिलिएटा छ, that means the cilia bearing throughout the life र यसको एक्जाम्पल हामीले सबैले जानेको दिस पारामेसियम हो है त। अर्को हाम्रो सब फाइलम प्लाज्मोड्रोमा छ जहाँ चाहिँ हाम्रो के हुन्छ, सिलिया एब्सेन्ट हुन्छ र यसको तीनटा क्लासेस छ है। एउटा सार्कोडिना जसले हामी रोइजोपोडा पनि भन्छौं है, अर्को फ्लाजेलेटा जसलाई मास्टिगोफोरा भनेर पनि भन्छौं र अर्को स्पोरोजोआ भनेर भन्छौं। अब यिनीहरुलाई के को बेसिसमा छुट्याइयो भन्दाखेरि सार्कोडिनाको एउटा एक्जाम्पल हामी एमोइबा लिन्छौं र एमोइबाले आफ्नो लोकोमोसन स्युडोपोडियाबाट गर्छ है, र अर्को भनेको मास्टिगोफोरा जसको एक्जाम्पल हामी ट्राइप्यानोजोमा लिन्छौं र यो ट्राइप्यानोजोमाले आफ्नो जुन लोकोमोसन छ त्यो चाहिँ फ्लाजेला द्वारा गर्छ। र स्पोरोजोआ भनेको एउटा स्पेशल ग्रुप हो है। यो स्पोरोजोआ भनेको एउटा स्पेशल ग्रुप हो जहाँ लोकोमोटरी अर्गन्स नै हुँदैन। किन लोकोमोटरी अर्गन्स हुँदैन भनेर सोध्नु भयो भने है, किन लोकोमोटरी अर्गन्स छैन भन्दाखेरि एउटा कुरा के याद राख्नुपर्ने हुन्छ भने यो स्पोरोजोआ भनेको एउटा प्यारासाइटिक ग्रुप हो है, प्यारासाइटिक ग्रुप हो र प्यारासाइटहरु हामीलाई थाहा छ कुनै पनि अर्गानिजमको बडीको ब्लडहरुमा बसेको हुन्छ र ब्लड फ्लो हुँदाखेरि यिनीहरुलाई आफ्नो न्युट्रिएन्ट सप्लाई गर्नको लागि यिनीहरुले अर जेसुकै काम गर्नको लागि पनि आफूले लोकोमोसन गर्नु पर्दैन। त्यसको एक्जाम्पल हामी हाम्रो प्लाज्मोडियम है, प्लाज्मोडियम र अर्को पनि यसको एक्जाम्पल एउटा छ जसलाई हामी के भन्छौं भन्दाखेरि मोनोसिस्टिस भनेर भन्छौं है, मोनोसिस्टिस भनेर भन्छौं। यो मोनोसिस्टिस कहाँ बसेको हुन्छ भन्दाखेरि सेमिनल भेसाइकल अफ कहाँ बसेको हुन्छ भन्दाखेरि अर्थवर्ममा बसेको हुन्छ है, अर्थवर्ममा बसेको हुन्छ। र यो स्पोरोजोआ भन्ने क्लासमा लोकोमोटरी अर्गन्स हुन्न भन्ने कुरा आफैमा एउटा इम्पोर्टेन्ट कुरा हो। यो चाहिँ कमन इन्ट्रान्स एक्जामिनेसनमा सोधिसकेको क्वेशन पनि हो है त। अनि आइयुओएममा पनि सोधिसकेको क्वेशन हो है, आइयुएममा पनि सोधिसकेको क्वेशन चाहिँ हो। सो तपाईहरुको यो चाहिँ हाम्रो प्रोटोजोआलाई यसरी पाँचवटा क्लासमा डिभाइड गरिएको छ र यसका लोकोमोटरी अर्गन्सका नामहरु पनि एकदमै इम्पोर्टेन्ट छ। फाइलम पोरिफेरालाई अर्को के नाम पनि भन्छ भन्दाखेरि स्पोन्जेस भनेर पनि भन्छ है, स्पोन्जेस भनेर पनि भन्छ। फाइलम पोरिफेरालाई बेसिकली तीनटा क्लासमा डिभाइड गरिएको छ, क्याल्केरिया, हेक्साटिनिडा र अर्को चाहिँ डेमोस्पोन्जी भनेर। के को बेसिसमा भनेर सोध्छ तपाईहरुलाई, कम्पोजिसन अफ स्क्लेरोब्लास्ट भनेर भन्नु पर्यो है, स्क्लेरोब्लास्ट भनेर भन्नु पर्यो। दिस स्क्लेरोब्लास्ट इज बेसिकली द स्पिक्युल्स फर्मिङ सेल है, स्पिक्युल फर्मिङ सेल। अब यो स्पिक्युलको केमिकल कम्पोजिसन हरेक क्लासमा फरक छ भनेपछि अब तपाईहरुले क्याल्केरियामा हेर्नुभयो भने यसमा क्याल्केरियस स्पिक्युल छ भन्नुको मतलब यो क्याल्सियम कार्बोनेटले बनेको छ है, क्याल्सियम कार्बोनेटले बनेको छ। हेक्साटिनिडामा सिलिसियस स्पिक्युल छ भनेको यहाँको स्पिक्युल्सहरु सिलिकन
ले बनेको हुन्छ र डेमोस्पोन्जीमा हेर्ने भने यहाँ स्पोन्जिन फाइबरले बनेको हुन्छ है, स्पोन्जिन फाइबरले बनेको हुन्छ। अब एक्जाम्पल पनि यहाँको एकदम इम्पोर्टेन्ट हुन्छ। अब यहाँ हेर्नु पर्दा साइकन, ल्युकोसोलेनिया र अर्को चाहिँ ग्रान्सिया, र यो तीनटै भनेको है, यो तीनटै भनेको मेराइन स्पोन्जेसको एक्जाम्पलहरू हुन् है त। अर्को भने यहाँ हेर्नु त हेक्साटिनलिडामा चाहिँ तपाईँहरूले हेर्नुभयो भने दुईवटा एक्जाम्पल छ, एउटा हियालोनिमा र अर्को चाहिँ युप्लेक्टेला। यो दुईवटा एक्जाम्पल मध्ये यो युप्लेक्टेला अलिकति धेरै नै इम्पोर्टेन्ट हुन्छ। किन भन्दाखेरि यसलाई वेनस फ्लावर बास्केट भनेर पनि भन्छ। किन त भन्दाखेरि यो युप्लेक्टेलालाई जापानमा कपल्सहरूलाई एज अ म्यारिज गिफ्टको रूपमा दिइन्छ। अब किन दिइन्छ भन्ने कुरा म यहाँ तपाईँहरूलाई सम्झाउँछु। जस्तै यो युप्लेक्टेलाको बडीभित्र एउटा अर्ग्यानिजम अर्को जसको नाम छ श्रिम्स है, जसको नाम छ श्रिम्स भन्ने है। यो श्रिम्स भनेको युनिसेक्सुअल अर्ग्यानिजम हो। यो श्रिम्स चाहिँ बोथ फिमेल र मेल यसको बडीभित्र सेल्टर लिएर बसेको हुन्छ है। र यो श्रिम्स मेल र फिमेल दुवै बसेको हुनाले यो युप्लेक्टेलालाई इटर्नल रिलेसनसिप, जुन चाहिँ कहिले नटुट्ने रिलेसनसिप हुन्छ नि होइन, त्यसको प्रतीक मानिन्छ के है। त्यही भएर यो युप्लेक्टेलालाई हामीलाई के अरे जापानमा आज भेनस फ्लावर बास्केट गिफ्टको रूपमा दिन्छ, सो द्याट त्यो कपल्सको रिलेसन पनि यो हाम्रो श्रिम्सको जस्तै यहाँ टिकोस् भनेर है। र अर्को क्वेसन तपाईँहरूले सोध्छ यो श्रिम्सले युप्लेक्टेलासँग कुन रिलेसन सो गर्छ भनेर सोध्यो भने हामी के भन्छौँ भन्दाखेरि कमेन्सालिजम भनेर भन्नु पर्यो है त। कमेन्सालिजम भनेर भन्नु पर्यो। किन कमेन्सालिजम भन्दाखेरि यो श्रिम्स त युप्लेक्टेलाको बडीभित्र बसेर यसले सेल्टर पायो, तर युप्लेक्टेलाले श्रिम्सबाट केही पाएन नि त है। त्यही भएर यस्तो कुनै रिलेसन जहाँ एउटाले फाइदा लिन्छ र अरूलाई न्युट्रल, अरूलाई केही न फाइदा न बेफाइदा हुन्छ भने त्यस्तोलाई हामी के भन्ने गरेको छौँ भन्दाखेरि कमेन्सालिजम भनेर भन्ने गरेको छौँ है। ल यो चाहिँ हाम्रो के को लागि भयो भन्दाखेरि युप्लेक्टेलाको लागि भयो। अर्को हाम्रो क्लास छ डेमोस्पोन्जी भनेर है। यो क्लासमा चाहिँ स्पोन्जिन फाइबरले बनेको हुन्छ यसको स्पिक्युल्सहरू। यसको एक्जाम्पल चाहिँ के छन् भन्दाखेरि दुईटा, एउटा युस्पोन्जी र अर्को चाहिँ क्लायोना। र यो पनि दुवै एक्जाम्पल चाहिँ मेराइन एक्जाम्पल हुन् है, यो पनि मेराइन एक्जाम्पल हुन्। र यो क्लासमा एउटा फ्रेस वाटर स्पोन्ज है, फ्रेस वाटर स्पोन्ज पनि पाइन्छ जसको एक्जाम्पल छ हाम्रो स्पोन्जिला। सो तपाईँहरूलाई सोध्छ विच अफ द फलोइङ इज फ्रेस वाटर स्पोन्ज भनेर, त्यो बेला यो चाहिँ इम्पोर्टेन्ट हुन्छ है त, यो चाहिँ इम्पोर्टेन्ट हुन्छ। अब म एउटा एकदमै खतरा एक्जाम्पल यो चाहिँ हामी क्लायोनाको बारेमा भन्छु है। यो क्लायोनालाई हामी के पनि भन्छौँ भन्दाखेरि दिस इज क्लायोना इज हार्मफुल टु द पियल ओइस्टर इन्डस्ट्री। किन त भन्दाखेरि यो क्लायोनालाई के अरे बोरिङ और सल्फर स्पोन्ज पनि भन्छ। यसले के गर्छ भन्दाखेरि सल्फ्युरिक एसिड प्रोड्युस गर्छ। सल्फ्युरिक एसिड जसले एउटा मोलुस्कन्स जसको नाम हुन्छ पिङ्कटाडा भुल्ग्यारिस, यसको कमन नेम पियल ओइस्टर हो। यिनीहरूले के गर्छन् भन्दाखेरि पियरलाई प्रोडक्सन गर्ने काम गर्छ। यो सल्फ्युरिक एसिडले यो पिङ्कटाडा भुल्ग्यारिसको सेललाई डिजोल्भ गर्छ र तिनीहरूलाई के गरिदिन्छ भन्दाखेरि किल गरिदिन्छ है, किल गरिदिन्छ। जसको कारणले गर्दा यो पिङ्कटाडा भुल्ग्यारिस जुन छ मर्छ र यो हार्मफुल टु द पियर ओइस्टर इन्डस्ट्री भनेर हुन्छ। सो यो क्लायोना भनेको एकदमै खतरनाक कुरा हो। फाइलम सिलेन्ट्रेटा है त, फाइलम सिलेन्ट्रेटालाई अर्को के नाम पनि भनिन्छ भन्दाखेरि यिनीहरूलाई निडेरियन्स पनि भनिन्छ है। के भनिन्छ? निडेरियन्स पनि भनिन्छ। निडेरियन्स भनिन्छ जसको स्टडीलाई हामी के पनि भन्छौँ निडोलोजी भनेर पनि भन्छौँ है त। यो पनि इम्पोर्टेन्ट कुरा भयो है। ल यो फाइलम सिलेन्ट्रेटालाई पनि तीनटा क्लासेसमा डिभाइड गरियो। के को बेसिसमा त भन्दाखेरि अन द बेसिस अफ डोमिनेन्स अफ जुइड्स। वाट इज जुइड्स त नि? के हो त यो जुइड्स भनेको भन्दाखेरि दिस जुइड्स इज बेसिकली इन्डिभिजुअल है। दिस इज अ इन्डिभिजुअल और स्पेशलाइज्ड इन्डिभिजुअल युनिट इन कोलोनी है त। कोलोनीमा बसेको अर्ग्यानिजमहरूको एउटा कुनै स्पेशलाइज इन्डिभिजुअल जसले डिफ्रेन्ट फङ्सन क्यारी आउट गर्छ त्यसलाई नै हामी भन्ने हो जुइड्स। अब त्यो जुइड्स दुईटा हुन सक्छ, एउटा पोलिप र अर्को चाहिँ मेड्युसा। अनि त्यसकै डोमिनेन्सको आधारमा अब कहाँ पोलिप ज्यादा छ र कहाँ मेड्युसा ज्यादा छ भन्ने आधारमा यिनीहरूलाई तीनटा क्लासेसमा डिभाइड गरियो है त। एउटा फर्स्टमा हामी के भन्छौँ हाइड्रोजोआ भन्छौँ है। हाइड्रोजोआ भन्ने क्लास छ जहाँ
पोलिप डोमिनेन्ट छ है, पोलिप डोमिनेन्ट छ भने मेडुसा रिड्युस छ भनेको यिनीहरूको कोलोनीमा पोलिप भन्ने जुइट्स धेर हुन्छ और डोमिनेन्ट हुन्छ, मेडुसा अलिक कम हुन्छ है, मेडुसा अलिक कम हुन्छ। अब यसको एक्जाम्पल हामी के भन्छौँ, हाइड्रा भनेर भन्छौँ। र एउटा कुरा हामीले सम्झिनुपर्ने के रहेछ भने यो हाइड्रा भनेको फ्रेश वाटर पोलिप हो है त, फ्रेश वाटर पोलिप हो। यो हामी अर्को के भन्छौँ एक्जाम्पल, ओबेलियालाई हामी के पनि भन्छौँ, सी फर पनि भन्छौँ है, सी फर पनि भन्छौँ। यो अर्को एक्जाम्पल फाइजेलिया, जसलाई हामी पोर्चुगरे म्यान अफ वार पनि भन्छ है, पोर्चुगरे म्यान अफ वार पनि भन्छ। यसले के सो गर्छ भन्दाखेरि बायोलुमिनिसेन्ट पनि सो गर्छ है, बायोलुमिनिसेन्ट पनि सो गर्छ, बायोलुमिनिसेन्ट। र अर्को एक्जाम्पल हामी के भन्छौँ, मिलिफोरा भनेर भन्छौँ है त। अर्को क्लासको नाम हो स्काइफोजोआ, जसमा के हुने रहेछ भन्दाखेरि मेड्युसा डोमिनेन्ट हुने रहेछ र यसमा पोलिप के हुन्छ, रिड्युस हुन्छ। र यसको सबसे फेमस एक्जाम्पल हामी के भन्छौँ, यो औरेलियालाई भन्छौँ। यो औरेलिया भनेकै हामीले जेनरली कमन नेमबाट सम्झिराख्ने जेलीफिस हो है त। यो औरेलियाको कमन नेम जेलीफिस हुन्छ, यो औरेलिया भनेको साइन्टिफिक नेम हो। अब यो औरेलियालाई किन जेलीफिस भन्छ भन्दाखेरि यसको कहानी छुट्टै छ है। कस्तो हुन्छन् भने यो हाम्रो सिलेन्ट्रिटा भनेको एउटा डिप्लोब्लास्टिक एनिमल हो र यसमा दुईटा जर्म लेयर हुन्छ, एउटा के रे एक्टोडर्म, यो एक्टोडर्म हुन्छ र अर्को चाहिँ के हुन्छ, एन्डोडर्म हुन्छ है, अर्को चाहिँ एन्डोडर्म हुन्छ। र यो एक्टोडर्म र एन्डोडर्मको बिचमा एउटा थिक जेली लाइक स्ट्रक्चर हुन्छ है, एउटा जेली लाइक स्ट्रक्चर हुन्छ जसलाई हामी के भन्छौँ, मेजोग्लिया भनेर भन्छौँ है। दिस इज इम्पोर्टेन्ट क्वेसन। यही मेजोग्लिया हाम्रो यो क्लास स्काइफोजोआ भन्ने क्लासमा के हुन्छ भन्दाखेरि मेजोग्लिया भनेर के हुन्छ, थिक हुन्छ है, यो मेजोग्लिया थिक हुन्छ। अनि यही थिकनेस अफ मेजोग्लियाको कारणले गर्दा यो हाम्रो औरेलियामा टर्म जेलीफिस भनेर जोडिएको हो है त। सो दिस स्काइफोजोआ क्लास इज बेसिकली क्यारेक्टराइज बाई द थिकनेस अफ मेजोग्लिया है त। सबसे थिक मेजोग्लिया कहाँ पाइन्छ भनेर सोध्यो भने हामीले स्काइफोजोआ भनेर भन्नु पर्यो। अर्को हाम्रो क्लासको नाम छ एन्थोजोआ है त। यसको एउटा इम्पोर्टेन्ट फिचर चाहिँ के हो भने एन्थोजोआमा पोलिप मात्रै प्रेजेन्ट हुन्छ। यो पोलिप र मेड्युसा भन्ने दुईटा जुइट्सबाट पोलिप मात्रै प्रेजेन्ट हुन्छ र मेड्युसा कम्प्लिटली के हुन्छ, एब्सेन्ट हुन्छ है, कम्प्लिटली एब्सेन्ट हुन्छ। यसको एक्जाम्पल सी एनिमन है, जसलाई हामी के पनि भन्छौँ भन्दाखेरि मेट्रिडियम भनेर पनि भन्छौँ है, मेट्रिडियम भनेर पनि भन्छौँ। अर्को एक्जाम्पल हामी गोर्गोनिया भनेर भन्छौँ र अर्को एक्जाम्पल हाम्रो के अरे ट्युबिपोरा भनेर भन्छ। र यो ट्युबिपोराले नै के भन्ने रहेछ भन्दाखेरि अर्गेन पाइप कोरल भन्ने रहेछ। र तपाईँहरूलाई क्वेसन सोध्छ यो कोरल एनिमल बिलोङ्स टु द फाइलम भनेर सोध्छ, त्यो भनेको हाम्रो एन्थोजोआ क्लासमा पर्ने एउटा एक्जाम्पल भएको कारणले गर्दा चाहिँ कहाँ पर्यो भन्दाखेरि हाम्रो फाइलम सिलेन्ट्रेटामा पर्यो है त। यो चाहिँ इम्पोर्टेन्ट कुरा हुनसक्छ तपाईँहरूको लागि। अर्को एउटा फाइलमको नाम छ जसलाई हामी प्लाटिहेलमिन्थिस भनेर भन्छौँ। यो प्लाटिहेलमिन्थिस फाइलम इज बेसिकली क्यारेक्टराइज बाई द फ्ल्याट एनिमल्स है। यहाँ के हुन्छ भन्दाखेरि फ्ल्याट एनिमल्सहरू हुन्छन् र यो फाइलम प्लाटिहेलमिन्थिसलाई पनि तीनटा क्लासेसमा डिभाइड गरिएको छ अन द बेसिस अफ दियर एडेसिभ अर्गेन है, एडेसिभ अर्गेन। त्यो एडेसिभ अर्गेन यो फाइलममा दुईटा हुन्छ, एउटा हुक र सक्कर। सो यही हुक र सक्करको बेसिसमा हामी के भन्छौँ भन्दाखेरि फाइलम प्लाटिहेलमिन्थिसलाई तीनटा क्लासेसमा डिभाइड गरिएको छ। यो हेर्न सक्नुहुन्छ। फर्स्ट क्लासको नाम चाहिँ के हो भन्दाखेरि टर्बेलारिया। टर्बेलारियामा एडेसिभ अर्गेन्स हुक र सक्कर के हुन्छ, एब्सेन्ट हुन्छ। किन त भन्दाखेरि यसको पछाडि नै रिजन छ। यो टर्बेलेरिया भन्ने जुन क्लास छ यसमा रहेको अर्गानिजम्सहरूले फ्री लिभिङ्स हुन्छन् है। यहाँ रहेका अर्गानिजमहरू फ्री लिभिङ्स हुन्छन् जसको कारणले गर्दा यिनीहरूलाई के हुन्छ, हुक र सक्करको कुनै पनि आवश्यकता छैन। द्याट्स वाइ यो टर्बेलारिया भन्ने क्लासमा एडेसिभ अर्गेन्स हुँदैन है, यो एब्सेन्ट हुन्छ। र यो टर्बेलारियाको एउटा इक्जाम्पल, एउटा फेमस इक्जाम्पल हामी के भन्छौँ भन्दाखेरि इक्जाम्पल प्लानेरिया। तपाईँहरूले यो प्लानेरिया यहाँ हेर्न सक्नुहुन्छ। यो प्लानेरियाको साइन्टिफिक नेम चाहिँ के हुन्छ भन्दाखेरि डुगेसिया हुन्छ है। यो के हुन्छ, डुगेसिया भनेर हुन्छ, डुगेसिया भनेर हुन्छ। र अर्को कुरा भनेको यसमा इनकम्प्लिट एलिमेन्ट्री क्यानल हुन्छ, जहाँ माउथ मात्रै प्रेजेन्ट हुन्छ भने एनस एब्सेन्ट हुन्छ है त। यहाँ चाहिँ एनस एब्सेन्ट हुन्छ।
अर्को क्लासको नाम चाहिँ हाम्रो के रहेछ ट्रिमाटोरा भन्ने रहेछ है ट्रिमाटोरा भन्ने रहेछ प्लाटिहेलिमिन्थिस र यो ट्रिमाटोरामा के रहेछ भन्दाखेरि सक्कर मात्रै प्रेजेन्ट छ हुक चाहिँ के हुन्छ एब्सेन्ट हुन्छ र यसको सबसे फेमस एक्जाम्पल हामी यहाँ देखाएको छौं जसलाई हामी के भन्छौं सिप लिभर फ्लुक भनेर भन्छौं है सिप लिभर फ्लुक यहाँ मैले यहाँ रिप्रेजेन्ट गरेको छु तपाईहरुको अगाडि र यसमा पनि इनकम्प्लिट एलिमेन्ट्री क्यानल छ है त अर्को पनि एउटा क्लास छ जसलाई हामी के भन्छौं सिस्टोडा भनेर पनि भन्छौं है सिस्टोडा भनेर पनि भन्छौं र यो सिस्टोडामा के हुन्छ हुक र सकर दुवै प्रेजेन्ट हुन्छ एन्ड दिस इज एक्सट्रिमली द एन्डोपारासाइट जसको नाम पनि सुनिराख्नु भएको छ तपाईहरुले टेपवर्म भनेर भन्छौं यो टेपवर्म पनि दुईटा छ है दुईटा टेपवर्म हुन्छ एउटा पर टेपवर्म है अर्को चाहिँ बीफ टेपवर्म भनेर त्यही भएर यो टेपवर्मको साइन्टिफिक नेम चाहिँ ट्यानिया सैगिनाटा एउटा यो बीफ टेपवर्म र अर्को चाहिँ ट्यानिया सोलियम है त यो ट्यानिया सोलियम यो दुवैको बारेमा हामीले सोध्छ र अर्को इम्पोर्टेन्ट कुरा भनेको यो सिस्टोडा भन्ने क्लासमा हाम्रो डाइजेस्टिभ सिस्टम नै एब्सेन्ट हुन्छ किन त भन्दाखेरि यिनीहरुको एन्डोपारासाइटिक बिहेभियरले गर्दा चाहिँ हाम्रो के हुन्छ डाइजेस्टिभ सिस्टम नै के हुन्छ एब्सेन्ट हुन्छ है त सो दिस इज अल अबाउट द फाइलम प्लाटिहेलिमिन्थिस र यहाँ तपाईहरुले यो तीनटा क्लासको बारेमा सोध्न सक्छ सबसे इम्पोर्टेन्ट कुरा भनेको यो एरेसी अर्गन कुनमा हुन्छ हुँदैन त्यो याद गर्नु पर्यो र अर्को कुरा भनेको यो डाइजेस्टिभ सिस्टम एब्सेन्ट कुन क्लासमा भनेर सोध्दाखेरि तपाईहरुले के भन्नु पर्यो भन्दाखेरि सिस्टोडा भनेर भन्नु पर्यो अर्को फाइलम छ हाम्रो निमाटिहेलिमिन्थिस है यो निमाटिहेलिमिन्थिसलाई के पनि भन्छ भन्दाखेरि अर्को नाम एस्केलोमेन्थिस भनेर पनि भन्छ है यसलाई एस्केलोमेन्थिस भनेर पनि भन्छ र यो फाइलम एस्केलोमेन्थिस र निमाटिहेलिमिन्थिसबाट सबसे धेरै रिपिटेड हुने क्वेशन चाहिँ र सबसे इम्पोर्टेन्ट क्वेशन चाहिँ के छ भन्दाखेरि स्युडोसिलम भनेर सोध्छ है हामीलाई स्युडोसिलम भनेर सोध्छ दिस स्युडोसिलम इज क्यारेक्टराइज्ड इन द फाइलम निमाटिहेलिमिन्थिस है त यो स्युडोसिलम कहाँ पाइन्छ कुन फाइलममा पाइन्छ भनेर क्वेशन सोध्छ त्यो भनेको हाम्रो निमाटिहेलिमिन्थिस हो यो स्युडोसिलम भने चाहिँ के हो भन्दाखेरि पहिला यो सिलम भनेको सिलम इज बेसिकली अ फ्लुइड फिल्ड स्पेस बिट्विन द बडी वाल एन्ड एलिमेन्ट्री क्यानल त्यो कुरा हामीलाई थाहा छ अब स्युडोसिलम किन भनिएको भन्दाखेरि बिकज दिस सिलम इज नट फर्मड बाइ द के भन्छौ नट formed by the splitting of मेजोडम है मेजोडम स्प्लिट भएर नबनेको कारणले गर्दा चाहिँ यसलाई स्युडोसिलम भनिन्छ भनेपछि मेजोडम स्प्लिट भएर बनेको सिलमहरुलाई नि के भनिरहेछ युसिलोमेट यानी कि ट्रु सिलम भएको एनिमल्सहरु भनिन्छ यही कारणले गर्दा चाहिँ यसलाई के भनिरहेछ स्युडोसिलम भन्ने रहेछ है त अब यो फाइलम निमाटिहेलिमिन्थिसलाई पनि दुईटा क्लासेसमा डिभाइड गरिएको छ त्यो के को बेसिसमा भन्दाखेरि रिसेप्टरको बेसिसमा कुनमा रिसेप्टर पाइन्छ र रिसेप्टर पाइन्न भन्ने आधारमा चाहिँ यसलाई दुईटा क्लासेसमा डिभाइड गरियो एउटालाई ए फास्मिडा भनेर भनिन्छ भने अर्कोलाई फास्मिडा भनिन्छ किन यस्तो नाम राखियो भन्दाखेरि यो रिसेप्टरको नामै के हो भन्दाखेरि फास्मिड्स है यो रिसेप्टरको नाम चाहिँ के हो फास्मिड्स सो जहाँ फास्मिड्स हुन्छ त्यसलाई फास्मिडा भनियो र जहाँ फास्मिड्स एब्सेन्ट हुन्छ त्यसलाई ए फास्मिडा भनेर भनियो है त एन्ड दिस फास्मिड इज बेसिकली अ कौडल रिसेप्टर किन कौडल भनियो भन्दाखेरि यो टेलमा हुन्छ है कहाँ हुन्छ टेलमा हुन्छ र यो फास्मिड्स इज बेसिकली ग्ल्यान्डुलर इन नेचर के हुन्छ ग्ल्यान्डुलर इन नेचर है त के ग्ल्यान्डुलर इन नेचर भन्दाखेरि फास्मिड्स है यो फास्मिड्स सो जहाँ फास्मिड्स प्रेजेन्ट छैन त्यसलाई ए फास्मिडा भनियो र जहाँ ए फास्मिडा चाहिँ के हुन्छ भन्दाखेरि अर्को फ्री लिभिङ पनि हुन्छ यसको एक्जाम्पल मैले एउटा देखाएको छु डेस्मोस्कोलेक्स भनेर है त अर्को एक्जाम्पल हाम्रो र्याब्डिटिस पनि छ र अर्को ट्राइलोबस भन्ने पनि छ र अर्को हाम्रो फास्मिड्स भएकोलाई हामी फास्मिड्स रिसेप्टर भएकोलाई फास्मिडा भनियौं है यो फास्मिड्स यहाँ प्रेजेन्ट हुन्छ र यो चाहिँ एन्डोपारासाइटिक नेचरको हुन्छ र यसको एक्जाम्पल मैले एकदमै फेमस एक्जाम्पल मैले राउन्ड वर्म यहाँ चाहिँ तपाईहरुलाई देखाएको छु यो राउन्ड वर्मको अर्को नाम के पनि हो भन्दाखेरि यो राउन्ड वर्मको अर्को नाम चाहिँ के हो साइन्टिफिक नेमलाई के भन्छौं हामी एस्क्यारिज लुम्ब्रियोकोइड्स भन्छ है एस्क्यारिज लुम्ब्रियोकोइड्स भनेर भन्छौं है त यति कुराहरु तपाईहरुले सम्झिनु पर्छ अर्को हाम्रो फाइलम छ फाइलम एनेलिडाबाट अलिकति धेरै सोधिने क्वेशन चाहिँ यहाँ के हो भने तपाईहरुले सोध्छ भन्दाखेरि फर्स्ट टाइम सर्कुलेटरी सिस्टम है त फर्स्ट टाइम सर्कुलेटरी सिस्टम आउने फाइलम चाहिँ कुन हो फाइलम एनेलिडा तपाईहरुले सोध्छ अर्को कुरा भनेको यो फाइलम एनेलिडालाई चारवटा क्लासमा डिभाइड गरिएको छ के को बेसिसमा भन्दाखेरि
लोकोमोटरी पार्ट अर लोकोमोटरी अर्गेन्स कुन क्लासेसमा लोकोमोसनको लागि के छ भन्ने आधारमा यो फाइलम इन्लिडालाई 4 वटा क्लासेसमा डिभाइड गरिएको छ। म यो फर्स्ट क्लासको नाम चाहिँ के हो भन्दाखेरि पोलिकिटा। यसको एउटा एक्जाम्पल मैले यहाँ रिप्रेजेन्ट गरेको छु नेरिस है त। यो नेरिसको अर्को नाम चाहिँ के हो भन्दाखेरि स्यान्ड वर्म है। यो नेरिसको अर्को नाम के हो स्यान्ड वर्म हो। दिस नेरिस इज अ साइन्टिफिक नेम एन्ड दिस इज कमन नेम है। र अर्को भनेको यहाँ चाहिँ पोलिकिटामा लोकोमोसनको लागि के छ प्यारापोडिया भन्ने छ। इम्पोर्टेन्ट है, एकदमै इम्पोर्टेन्ट। यो सोध्छ तपाईँहरूलाई पोलिकिटामा लोकोमोसनको लागि प्यारापोडिया छ। यो पोलिकिटा भन्ने क्लासमा क्लाइटेलम एब्सेन्ट हुन्छ, यो एकदमै इम्पोर्टेन्ट कुरा। र अर्को कुरा भनेको यसमा लार्भा हुन्छ। लार्भा भइसकेपछि यिनीहरूको डेभलपमेन्ट के हुने भयो इनडाइरेक्ट है। इनडाइरेक्ट डेभलपमेन्ट यिनीहरूमा हुन्छ। मैले यहाँ नेरिस तपाईँहरूको अगाडि रिप्रेजेन्ट गरेको छु है त। यो हाम्रो फर्स्ट पोलिकिटा भयो। अर्को हाम्रो क्लास छ ओलिगोकिटा। ओलिगोकिटा भन्ने क्लासमा लोकोमोसनको लागि छ सिटी है। र यो सिटी अर्थवर्मको लोकोमोटरी पार्ट पनि हो भन्ने कुरा तपाईँहरूले पढिसक्नु भएको छ। त्यही भएर ओलिगोकिटाको एउटा एक्जाम्पल चाहिँ हाम्रो के हो अर्थवर्म हो। अब अर्थवर्मको लोकोमोटरी अर्गन के हुन्छ सिटी हुन्छ। र तपाईँहरूलाई एकदमै सोधिने क्वेसन अर्थवर्ममा क्लाइटेलम हुन्छ भन्ने कुरा थाहा छ। अर्थवर्ममा क्लाइटेलम हुने भइसकेपछि ओलिगोकिटा भन्ने क्लासमा पनि के हुन्छ क्लाइटेलम हुन्छ। र यो क्लाइटेलम कहाँ प्रेजेन्ट छ त भन्दाखेरि पर्मानेन्टली 14, 15, 16 सेगमेन्टमा प्रेजेन्ट हुन्छ है त। र अर्को कुरा भनेको एकदमै बुझ्ने पर्ने कुरा चाहिँ के हो भने यसमा लार्भा चाहिँ हुँदैन है। यसमा लार्भा चाहिँ हुँदैन भनिसकेपछि अर्थवर्मको डेभलपमेन्ट के हुन्छ। और यो ओलिगोकिटा पर्ने क्लासमा डेभलपमेन्ट के हुन्छ डाइरेक्ट डेभलपमेन्ट हुन्छ। डाइरेक्ट डेभलपमेन्ट हुन्छ है त। डाइरेक्ट डेभलपमेन्ट हुन्छ। यहाँ मैले अर्थवर्म तपाईँहरूको लागि यहाँ रिप्रेजेन्ट गरेको छु। अर्को एउटा क्लास छ जसलाई हामी के भन्छौँ भन्दाखेरि हिरुडिनिया भनेर भन्छौँ है। हिरुडिनियाको एक्जाम्पल हामी के भन्छौँ लिच भनेर भन्छौँ, जसको हाम्रो साइन्टिफिक नेम चाहिँ हिरुडिनारिया ग्रानुलोजा भनेर हामीले पढिसकेका छौँ। र यसमा लोकोमोसनको लागि हुक्स हुन्छ है। र यसमा क्लाइटेलम प्रेजेन्ट हुन्छ तर त्यो टेम्पोररी हुन्छ। 9, 10 र 11 सेगमेन्टमा मात्रै हुन्छ। र अर्को भनेको यहाँ पनि डेभलपमेन्ट के हुने रहेछ भन्दाखेरि डाइरेक्ट डेभलपमेन्ट हुने रहेछ है। के हुने रहेछ डाइरेक्ट डेभलपमेन्ट हुने रहेछ। डाइरेक्ट डेभलपमेन्ट हुने रहेछ। दिस इज अ लिच है त। यो हाम्रो के हो लिच हो। र अर्को भनेको अर्को फाइलम क्लासेस हाम्रो के छ आर्की एनिलिडा छ है। आर्की एनिलिडामा लोकोमोसनको लागि केही पनि छैन है, एब्सेन्ट हुन्छ। यसको एक्जाम्पल मैले यहाँ तपाईँहरूको अगाडि पोलिगर्डियस भनेर देखाएको छु। क्लाइटेलम पनि छैन यहाँ। र अर्को भनेको यसमा पनि लार्भा हुन्छ भनिसकेपछि यहाँ इनडाइरेक्ट डेभलपमेन्ट पनि हुने रहेछ है त। यो चाहिँ के हुने रहेछ इनडाइरेक्ट डेभलपमेन्ट हुने रहेछ। र यहाँ तपाईँहरूको लागि मैले पोलिगर्डियस पनि रिप्रेजेन्ट गरेको छु। अर्को हाम्रो फाइलम छ फाइलम आर्थ्रोपोडा है त। यो फाइलम आर्थ्रोपोडा आफैमा एउटा सबसे ठुलो फाइलम हो है। ल यो फाइलम आर्थ्रोपोडा भनेको के को बेसिसमा क्यारेक्टराइज छ भन्दाखेरि जोइन्टेड एपेन्डेजेस है। एनिमल्स ह्याभिङ जोइन्टेड एपेन्डेजेस भनेर तपाईँहरूलाई सोध्छ। त्यो बेला हामीले के भन्नु पर्यो भन्दाखेरि फाइलम आर्थ्रोपोडा भनेर भन्नु पर्यो। यो फाइलम आर्थ्रोपोडालाई बेसिकली 5 वटा क्लासेसमा डिभाइड गरिएको छ। के को बेसिसमा भन्दाखेरि यही जोइन्टेड एपेन्डेजेसको बेसिसमा। यो एपेन्डेजेसहरू कुन क्लासमा कतिवटा प्रेजेन्ट छ हैन। र अर्को भनेको कस्तो एपेन्डेजेसहरू प्रेजेन्ट छ भन्ने बेसिसमा यो फाइलम आर्थ्रोपोडालाई 5 वटा क्लासेसमा डिभाइड गरियो। फर्स्टमा इन्सेक्टा, क्रस्टेसिया, एराक्निडा, मेरोस्टोमाटा र अर्को चाहिँ माइडियोपोडा। यो क्लासेसको नाम मात्रै पनि तपाईँहरूले धेरै इम्पोर्टेन्ट हुन्छ है। नाम मात्रै पनि एकचोटि कमन इन्ट्रान्समा सोधिसकेको छ। सो यहाँ चाहिँ अलिकति ध्यान दिएर हेर्नु पर्यो। मैले सब कुरालाई अलिकति फ्लो चार्टमा तपाईँहरूलाई देखाउने प्रयास गरेको छु। यहाँ त इन्सेक्टा भन्ने क्लासमा 3 पेयर्स अफ लेग्स है। 3 पेयर्स अफ लेग्स भएको कारणले गर्दाखेरि यो इन्सेक्टालाई कहिलेकाहीँ के पनि भन्छ भन्दाखेरि हेक्जा पोडा पनि भन्छ है। हेक्जा पोडा पनि भन्छ। हेक्जा मिन्स 6, पोडा मिन्स लेग्स। 6 वटा लेग्स भएकोलाई के भन्ने इन्सेक्टा भन्ने। क्रस्टेसियामा त्यस्तै 5 पेयर्स अफ लेग्स हुन्छ। एराक्निडामा 4 पेयर्स, मेरोस्टोमाटामा 4 पेयर्स र माइडियापोडा भनिसकेपछि मेनी पेयर्स। माइडियामा एम छ नि त, एम भनेको मेनी है, पोडा भनेको लेग्स। मेनी लेग्स भन्दा द्याट इज कल्ड द माइडियापोडा। तपाईले एन्टिना भन्ने कुरा थाहा छ। यो एन्टिना इन्सेक्टामा 1 पेयर हुन्छ, क्रस्टेसियामा 2 पेयर हुन्छ, एराक्निडामा एन्टिना एब्सेन्ट है। यो इम्पोर्टेन्ट कुरा छ। अब मेरोस्टोमाटामा पनि एब्सेन्ट हुन्छ, माइडियापोडामा के हुन्छ 1 पेयर हुन्छ। त्यसपछि हाम्रो रेस्पिरेसनको कुरा गरिराख्दाखेरि के हुन्छ भन्दाखेरि अब रेस्पिरेसन पनि सबैमा इम्पोर्टेन्ट छ है। कुन अर्गन्सले रेस्पायर गर्छ भन्ने कुरा नै इम्पोर्टेन्ट हुन्छ। इन्सेक्टामा हाम्रो ट्राकियाद्वारा हुन्छ है। इन्सेक्टा र माइडियापोडाको यहाँ सेम छ, तपाईँहरूले देख्न सक्नुहुन्छ। ट्राकिया, माइडियापोडाले पनि ट्राकियाबाट गर्छ। अर्को क्रस्टेसियाले अब बडी सर्फेसबाट गर्ने भयो
एराक्निडाले बुक लङ्स र मेरोस्टोमाटाले बुक गिल्सबाट गर्छ। एक्सक्रिसन है, अब एक्सक्रिसन माल्फिजियन ट्युबुल्स, यहाँ पनि माल्फिजियन ट्युबुल्स भनिसकेपछि इन्सेक्टा र माइरियोपोडामा रेस्पिरेसन र एक्सक्रिसनको लागि सेम अर्गन्स यहाँ देख्न सक्नुहुन्छ है। र यहाँ हेर्नुहोस् यो क्रस्टेसियामा एक्सक्रिसनको लागि ग्रीन ग्ल्यान्ड छ है, ग्रीन ग्ल्यान्ड छ। अर्को कुरा भनेको एराक्निडा र मेरोस्टोमाटामा हेर्दाखेरि कोक्जल ग्ल्यान्ड र कोक्जल ग्ल्यान्ड छ। मैले सबैको एउटा एक्जाम्पल तपाईँहरूको अगाडि यहाँ देखाएको छु। इन्सेक्टाको एउटा एक्जाम्पल ककरोच, क्रस्टेसियाको एक्जाम्पल एउटा प्राउन, एराक्निडाको एक्जाम्पल स्पाइडर, मेरोस्टोमाटाको एक्जाम्पल हाम्रो यो पेरिपेटस र हाम्रो माइरियोपोडाको एक्जाम्पल एउटा सेन्टिपेड भनेर तपाईँहरूको अगाडि मैले देखाएको छ है त। सो तपाईँहरूले यसरी फ्लोचार्टमा यसलाई याद गर्न सक्नुहुन्छ। फाइलम मोलुस्का है, सबसे ज्यादा क्लासेस भएको चाहिँ यही फाइलम हो है, 7वटा क्लास छ यसमा। र त्यो 7वटा क्लासलाई के को बेसिसमा डिभाइड गरियो भन्दाखेरि अन द बेसिस अफ सेलको आधारमा यसलाई 7वटा क्लासेसमा डिभाइड गरियो। ल यहाँ हेरौँ, आत्तिनुपर्ने कुरा छैन है, तपाईँबाट मैले यो फ्लोचार्ट बनाइसकेको छ, यसरी तपाईँहरूले याद गर्न सक्नुहुन्छ। अब हेर्नु त, ए प्लाकोफोरा है, मोनोप्लाकोफोरा र पोलिप्लाकोफोरा, यो भनेको एउटा कमन कुरा जस्तो लागिरहेछ है। भनिसकेपछि यहाँ हेर्नु, ए प्लाकोफोरा, ए मिन्स एब्सेन्ट, प्लाको मिन्स प्लेट, फोरा मिन्स बियरिङ। भनिसकेपछि नो प्लेट बियरिङ, जसको यस्तो मोलुस्कन्स जहाँ प्लेट छैन भनेदेखि त्यसलाई केमा राखियो, ए प्लाकोफोरामा राखियो, जसको एक्जाम्पल हामी नियोमेनिया भनेर पढ्छौँ। र अर्को चाहिँ लेपिडोमेनिया भनेर पढ्छौँ। र यसको अर्को नाम लेपिडोमेनियाको सोलेनोग्यास्टर पनि हो है। र यो सोलेनोग्यास्टरले मैले यहाँ रिप्रेजेन्ट पनि गरेको छु, यहाँ तपाईँहरूले हेर्न सक्नुहुन्छ। अर्को हाम्रो एक्जाम्पल छ मोनोप्लाकोफोरा, मोनो मिन्स एउटा, प्लाको मिन्स प्लेट, फोरा मिन्स बियरिङ, जसमा एउटा मात्रै प्लेट छ भने द्याट इज कल्ड द मोनोप्लाकोफोरा। यसको एक्जाम्पल नियोपेलिना। यो नियोपेलिना आफैमा एउटा इम्पोर्टेन्ट एक्जाम्पल हो, किन भन्दाखेरि यो नियोपेलिना इज बेसिकली द कनेक्टिङ लिङ्क बिट्विन एनेलिडा र मोलुस्का है। यो इम्पोर्टेन्ट क्वेसन है, यो एकदमै इम्पोर्टेन्ट क्वेसन हो तपाईँहरूको इन्ट्रान्सको भ्यूले। मैले यहाँ नियोमेनिया तपाईँहरूको अगाडि मैले रिप्रेजेन्ट गरेकै छ। र अर्को एउटा क्लास जसलाई हामी पोलिप्लाकोफोरा भन्छौँ। पोली मिन्स धेरै, प्लाको मिन्स प्लेट र फोरा मिन्स बियरिङ। मेनी प्लेट बियरिङहरूलाई पोलिप्लाकोफोरामा राखियो। यसको एक्जाम्पल काइटोन र टर्निसेला है। र यो काइटोनलाई मैले यहाँ तपाईँहरूको अगाडि रिप्रेजेन्ट गरेको छु। अर्को हाम्रो क्लासको नाम छ पेलेसिपोडा है त। यो पेलेसिपोडा एउटा इम्पोर्टेन्ट क्लास हो, किनभने तपाईँहरूले सोध्छ सेल विथ टू लेटरल हाफ्स, सेल विथ टू लेटरल हाफ्स भनेर सोद्धाखेरि तपाईँहरूले के भन्नु पर्यो भन्दाखेरि यो पेलेसिपोडा भन्ने क्लास चाहिँ भन्नु पर्यो है त। यो पेलेसिपोडा किन इम्पोर्टेन्ट छ भन्दाखेरि यो पेलेसिपोडा इज कन्सिडर टु बी द हाइएस्ट इकोनोमिक क्लास। किन भन्दाखेरि मैले अहिले भर्खर तपाईँहरूलाई फाइलम पोरिफेरामा एउटा कुरा भनेको थिएँ, क्लायोनाको बारेमा भनेको थिएँ है। र त्यो क्लायोनाले यही पिङटाडा भुल्गेरिस भन्ने जसले पियरलाई प्रोडक्सन गर्ने काम गर्छ, त्यसको सेललाई यहाँ हेर्न सक्नुहुन्छ तपाईँहरूले, यहाँ हेर्नु है, यही हो हाम्रो पियर लोएस्टर। यसको सेललाई के गरिदिन्छ, डिजोल्भ गरिदिन्छ, जसको कारणले गर्दा यो पिङटाडा भुल्गेरिस भन्ने अर्गानिजम के हुन्छ, मर्छ। र मरिसकेपछि त अभियसली पनि यसले पियर्स के गर्ने भयो, प्रोडक्सन गर्ने भएन। द्याट्स वाइ त्यो चाहिँ के हो, हाम्रो के हो, हार्मफुल हो है, हार्मफुल के क्लायोना। सोध्छ है तपाईँहरूलाई। र यही पियल प्रोडक्सनको कारणले गर्दा यसलाई हाइएस्ट इकोनोमिक क्लास पनि भन्छ। यसको बाहेक पनि दुईटा एक्जाम्पल छ, योनियो र अर्को चाहिँ हाम्रो के अरे पेक्ट्रिन भनेर है त। अर्को हाम्रो क्लासको नाम छ सिफालोपोडा है त। यो सिफालोपोडालाई नि कहिलेकाहीँ के पनि भन्छ भन्दाखेरि काहीँ नभएको जात्रा भनेर भन्छ कि। किन भन्दाखेरि यहाँ त यहाँ धेरै एबनर्मल कुराहरू यही क्लासेसमा पर्छ। जस्तै म तपाईँहरूलाई देखाउँछु, हाम्रो यो फाइलम मोलुस्कामा जेनरली हामीले के भन्छौँ भन्दाखेरि यहाँ कस्तो टाइपको सर्कुलेटरी सिस्टम छ भन्दाखेरि है, यहाँ जेनरली ओपन टाइपको के हुन्छ, ओपन टाइप अफ सर्कुलेटरी सिस्टम हुन्छ, सर्कुलेटरी सिस्टम हुन्छ है, ओपन टाइपको सर्कुलेटरी सिस्टम हुन्छ। तर यो क्लास सिफालोपोडामा सबसे पहिला त हाम्रो क्लोज टाइप अफ सर्कुलेटरी सिस्टम पाइन्छ है त। यो क्लोज टाइप अफ सर्कुलेटरी सिस्टम पाइन्छ, यो एउटा एबनर्मल कुरा। अर्को भनेको यहाँ पाइने अर्गानिजमहरूको जुन फुट हुन्छ त्यो चाहिँ हेडमा लोकेटेड हुन्छ है। फुट लोकेटेड अन हेड, कन्फ्युजनमा नबस्नुहोस् है, हेड लोकेटेड अन फुट चाहिँ नभन्नुहोस् है, यही सोचेको क्वेसन पनि हो। सिफालोपोडामा फुट लोकेटेड अन हेड है त। अर्को चाहिँ हामीले यसमा के भन्छौँ भन्दाखेरि इङ्क ग्ल्यान्ड, यो पनि सोधिरहने क्वेसन हो। यही क्लासेसमा हाम्रो के अरे इङ्क ग्ल्यान्ड भन्ने पनि के हुन्छ, पर्छ। इङ्क ग्ल्यान्ड अर्गानिजमहरूमा हुन्छ। त्यो इङ्क ग्ल्यान्डले के गर्छन् भन्दाखेरि जेनरली पानीमा बस्दाखेरि त्यो पानीलाई धमिलो पानीलाई के गर्छ भन्दाखेरि जब यिनीहरूलाई कुनै इनेमीहरूले यिनीहरूलाई अट्याक गर्छ खानको लागि, त्यो बेला यो इङ्क ग्ल्यान्डले पानीलाई धमिलो बनाइदिन्छ र त्यसलाई के गर्ने काम गर्छ,
प्रोटेक्ट गर्ने काम गर्छ है त। यो इङ्ल्यान्ड कहाँ हुन्छ भनेर तपाईले सोध्यो भने स्क्विज भन्नु पर्यो है। र अर्को एउटा मेन एक्जाम्पल चाहिँ यसमा के छ भने नौटिलस, यसमा एक्सटर्नल सेल प्रेजेन्ट हुन्छ है। अक्टोपस सेल हुँदैन, सोधिरा हुन्छ तपाईहरुलाई सेल नहुने चाहिँ कुन हो भनेर सोध्छ। अक्टोपस, सेपिया, जसलाई बेसिकली हामी के पनि भन्छौँ कटल फिश पनि भन्छौँ है, कटल फिश पनि भन्छौँ। सेल इन्क्लुज विदिन विसरल मास पनि भन्छौँ है त। यसको एक्जाम्पल मैले एउटा देखाएको छु तपाईहरुलाई, अक्टोपस यहाँ हेर्न सक्नुहुन्छ है त। सो अर्को हाम्रो क्लास छ ग्यास्ट्रोपोडा है। ग्यास्ट्रोपोडा भनेको बडी इन्क्लोज विदिन अ सिंगल क्याल्केरियस सेल, एउटै सेलको भित्र बडी इन्क्लोज हुन्छ भन्दा इज कल्ड ग्यास्ट्रोपोडा। र यो ग्यास्ट्रोपोडामा एउटा एकदमै खतरनाक कुरा याद गर्नुपर्ने एसिमेट्रिकल बडी है। अरू मोलस्कन्सहरुमा बाइलेटरली सिमेट्रिकल बडी भए पनि यसमा एसिमेट्रिकल हुन्छ, किन भन्दाखेरि टर्सनको कारणले गर्दा है त। तपाईहरुले अब त्यो सेललाई एक न एकचोटी हेरिसक्नु नै भएको छ है। ल यहाँ हेर्दाखेरि हामीले एसिमेट्रिकल बडी ड्यू टु द टर्सन भनेर पढ्छौँ। यसको एक्जाम्पल पिला, हेलिक्स, लाइमेक्स, डोरिस र एप्लाइसिया, र मैले यहाँ एप्लाइसियालाई तपाईहरुको अगाडि यहाँ देखाएको छु है त। अर्को हाम्रो क्लास छ स्क्याफोपोडा भनेर है। अलिकति यो इम्पोर्टेन्ट क्लास हो। किन इम्पोर्टेन्ट हो भनेर भने यहाँ त यसमा सेल इज अ सिंगल टुथ लाइक अर टस्क लाइक हुन्छ कि यहाँ त यो यस्तो हुन्छ। र यसको एक्जाम्पल हामी डेन्टालियम भनेर भन्छौँ। र यो डेन्टालियमलाई कहिलेकाहीँ के भन्छ भन्दाखेरि इलिफेन्ट टस्क सेल पनि भन्छ के भन्छ यो इलिफेन्ट टस्क सेल भनेर भन्छ। यसको एक्जाम्पल डेन्टालियम र अर्को चाहिँ हाम्रो के अरे कौडुलस भनेर भन्छौँ। सो दिस इज अल अबाउट द फाइलम मोलुस्का है त। यो चाहिँ हाम्रो के हो फाइलम मोलुस्काको तपाईहरुले यसरी चार्ट बनाएर पनि यहाँ सम्झिन सक्नुहुन्छ है त। ल अर्को हाम्रो फाइलम छ जसलाई हामी के भन्छौँ फाइलम इकाइनोडर्माटा भनेर भन्छौँ। फाइलम इकाइनोडर्माटामा एकदमै धेरै क्वेशन्स सोधिने यसमा चाहिँ। और फाइलम इकाइनोडर्माटा इज बेसिकली द क्यारेक्टराइज बाइ द प्रेजेन्स अफ भनेर सोध्यो भने तपाईहरुले के भन्नु पर्यो भन्दाखेरि यो वाटर भास्कुलर सिस्टम भनेर भन्नुपर्छ है त। वाटर भास्कुलर सिस्टम है त। धेरै सोचेको क्वेशन हो यो। वाटर भास्कुलर सिस्टम इज बेसिकली प्रेजेन्ट इन द फाइलम भनेर सोध्छ तपाईहरुलाई, त्यसलाई हामी के भन्छौँ फाइलम इकाइनोडर्माटा भनेर भन्नुपर्छ। यो फाइलम इकाइनोडर्माटा पनि 5 वटा क्लासेसमा डिभाइड गरिएको छ। यहाँ मैले फ्लो चार्ट बनाइसकेको छु तपाईहरुको लागि। के को बेसिसमा त भन्दाखेरि बडी शेप, आर्म स्ट्रक्चर, लोकोमोसन मेथडको आधारमा है। यहाँ हेर्न सक्नुहुन्छ एस्टेरोइडिया जसको एक्जाम्पल हामी स्टारफिस है। पहिला हामीले क्लासेस र एक्जाम्पल हेरौँ। एस्टेरोइडिया जसको एक्जाम्पल हाम्रो स्टारफिस छ। ओफिरोइडिया जसको एक्जाम्पल हाम्रो ब्रिटल स्टार छ है, यहाँ देख्न सक्नुहुन्छ। इकाइनोइडिया जसको एक्जाम्पल हामी सी अर्किन भन्छौँ है, सी अर्किन भन्छौँ। होलोथुइरोइडिया जसको एक्जाम्पल हामी यहाँ सी कुकुम्बरलाई देखाएको छौँ। र क्रिनोइडिया जसको एक्जाम्पल मैले के देखाएको छु भने सी लिली भनेर देखाएको छु। मैले यहाँ तपाईहरुलाई दुईटा स्ट्रक्चर देखाए। यहाँ हेर्नु पेडिसिलारी र स्पाइन्स, यो पनि सोध्छ तपाईहरुले कुनमा पेडिसिलारी प्रेजेन्ट हुन्छ र कुनमा एब्सेन्ट हुन्छ भनेर। यहाँ पेडिसिलारी यो स्ट्रक्चरलाई हामी के भन्छौँ पेडिसिलारी भन्छौँ। र यो प्रेजेन्ट हुन्छ एस्टेरोइडियामा, ओफिरोइडियामा एब्सेन्ट, इकाइनोइडियामा प्रेजेन्ट, होलोथुइरोइडियामा एब्सेन्ट र क्रिनोइडिया पनि के हुन्छ एब्सेन्ट हुन्छ। यो स्पाइन्स हेर्दाखेरि तपाईहरुले एस्टेरोइडियामा प्रेजेन्ट छ, ओफिरोइडियामा प्रेजेन्ट छ, इकाइनोइडियामा प्रेजेन्ट छ। र यो होलोथुइरोइडियामा के हुन्छ भन्दाखेरि एब्सेन्ट हुन्छ र क्रिनोइडिया पनि एब्सेन्ट हुन्छ। यो तपाईहरुको एकदमै इम्पोर्टेन्ट कुरा भयो। त्यो भन्दा पनि इम्पोर्टेन्ट यसमा चाहिँ रेस्पिरेसन भनेर सोध्छ है। त्यो भन्दा पनि इम्पोर्टेन्ट यहाँ चाहिँ तपाईहरुले के सोध्छ भन्दाखेरि रेस्पिरेसन भनेर सोध्छ। रेस्पिरेसन केद्वारा हुन्छ भनेर मैले सबैले एउटा कुरा के क्लियर गरे भने नि अहिले नै मैले के क्लियर गरे भने यसमा एक्सक्रिसन जुन छ नि तपाईहरुको एक्सक्रिसनको लागि कुनै स्पेशलाइज अर्गन छैन। यो जेनरल बडी सर्फेसद्वारा नै हुन्छ है, जेनरल बडी सर्फेसद्वारा नै हुन्छ। तपाईहरुले रेस्पिरेसनको लागि हाम्रो यो एस्टेरोइडिया भन्ने क्लासमा के रहेछ डर्मल ब्राङ्की भन्ने रहेछ है, डर्मल ब्राङ्की भन्ने रहेछ। ओफिरोइडियामा जेनाइटल बर्सी भन्ने रहेछ। इकाइनोइडियामा हाम्रो पेरिस्टोमियल गिल्स हुन्छ है, यो माउथको वरिपरि रहेको हुन्छ। अर्को भनेको यहाँ त होलोथुइरोइडियामा हाम्रो क्लोइकल रेस्पिरेसन ट्रीबाट हुन्छ भने क्रिनोइडियामा जेनरल बडी सर्फेसद्वारा हुन्छ। र अर्को इम्पोर्टेन्ट कुरा जुन यहाँ चाहिँ सोध्छ तपाईहरुलाई त्यो भनेको लार्भाको नाम सोध्छ है, लार्भाको नाम सोध्छ। यहाँ एस्टेरोइडियामा लार्भाको नाम बाइपिनेरिया, ओफिरोइडियामा ओफियोप्ल्युटस, इकाइनोइडियामा इकाइनोप्ल्युटस, होलोथुइरोइडियामा हाम्रो औरिकुलारिया भन्छौँ र क्रिनोइडियामा के भन्ने भन्छ भने डोलियो लारिया भनेर भन्छौँ। अब यो भयो हाम्रो इकाइनोडर्माटासम्मको यसरी हाम्रो क्लासिफिकेसन गरिएको छ। र म तपाईहरुलाई चार्ट यो पनि यसरी मैले प्रस्तुत गरेँ। मैले फाइलम को डाटाको पनि बनाउँछु। यो भिडियो तपाईहरुलाई राम्रो लाग्यो भने त्यसको लागि पनि कमेन्ट गर्नु होला। म को डाटाको पनि यो भन्दा पनि खतरनाक चार्ट बनाएर तपाईहरुको लागि एक्सप्लेन गर्छु है त।